सबैजनालाई नमस्ते। आज म हजुरहरूलाई मेरो विद्यार्थी भाइ बहिनीको अन्तिम दिन कक्षा 7 को अन्तिम दिन कसरी बित्यो भनेर देखाउन गइरहेको छु। यो चाहिँ मेरो पहिलो क्लास हो जसमा मुस्कान बाबु सुतिराख्नु भएको थियो। उहाँको भिडियो क्लिक गर्दै अनि एकछिनमा बिस्तारै सबैजनाको भिडियो क्लिक गर्दै गर्दै म बिस्तारै क्लासमा हिँडिरहेको थिएँ। अनि विद्यार्थी भाइ बहिनीहरू ज्ञानी भएर पढिराख्नु भएको छ। कतिपयको मोबाइलमै ध्यान छ, म्यामले भिडियो क्लिक गरेको थाहा पाएर चाहिँ कतिपय चाहिँ अब साँच्चीकै पढ्नु भएको छ। अनि कोही स्टुडेन्टहरूलाई चाहिँ म आफै बोलाएर क्यामेरामा हेर्न भनेको थिएँ भने कोहीले चाहिँ पढाइमा नै ध्यान दिएर पढिराख्नु भएको थियो। भने सुनिलले हजुर भन्नुभयो। त्यसपछि उहाँहरू अनि यहाँ चाहिँ समूल र विल्सन हो। समूलले चाहिँ रियाक्सन देखाइहाल्नु भयो अनि एकछिनमा फेरि गर्ल्स साइड देखाए अनि आफू पनि देखिनु पर्यो नि त, एकछिन मेमोरी त हुन्छ भनेर आफू पनि देखिए। सबैजना एकदमै खुसी हुनुभएको थियो। अब त हेर्दा हेर्दै कक्षा 7 पनि सकियो के। अनि एकछिनमा चाहिँ 7 ग्रिनको स्टुडेन्टहरू बोलाउन आउनुभएको थियो। तर म एकछिनमा आउँछु भनेर चाहिँ म अब लागेँ सुनिलको इन्टरभ्यू लिन। सुनिललाई चाहिँ मैले धेरै कन्फ्युजिङ खालको क्वेसनहरू सोधेँ तर उसले चाहिँ अनेस्ट एन्सर दिनुभयो। त्यही भएर चाहिँ मलाई खुसी लागेको थियो। अनि सुनिलसँग एकछिनमा मैले ह्यान्डसेक गरेँ अनि ह्यान्डसेक गरेर म गएँ 7 ग्रिनमा। 7 ग्रिनमा जाँदा चाहिँ यहाँ त रमाइलो पो रहेछ, केकहरू लिएर फेरि यहाँहरूको पनि भिडियो त खिच्नै पर्यो। अनि यहाँहरूको पनि भिडियो क्लिक गरेँ। अनि कतिपय स्टुडेन्टहरूलाई चाहिँ म एकदमै जिस्काउँछु है। अब साथी भने पनि जे भने पनि स्टुडेन्टहरू नै त हो। धेरै टाइमहरू त हामी स्टुडेन्टहरूसँगै बिताउँछौँ के। अब एकछिनमा चाहिँ यहाँहरूकै क्लास टिचर हुनुहुन्छ वरुण गुरु चाहिँ बसेर हेरिराख्नु भएको छ, के भनिराख्नु भएको छ मैले त्यति ध्यान दिएन। अनि यहाँ नानीहरू हुनुहुन्छ एकदमै राम्रो बानीमा पनि राम्रो, तर अलिकति हल्ला गर्ने बानी चाहिँ अलिकति फरक छ है। यहाँहरूको हल्ला गर्ने त अब बच्ची त कहिलेकाहीँ भइहाल्छ। अनि यहाँहरूले चाहिँ अब यो अहिले ट्रेन्ड चलेको छ, म्याम यस्तो गरौँ है भनेर आफै लिएर आउनु भएको रहेछ। अनि यहाँहरू चाहिँ टपर हो। मैले यिनीहरूलाई चाहिँ जिस्काउँदै क्राउन लगाइदिँदै गरेँ है। यो मनसुन मिलन टपर हो यिनी दुईजना नै। अनि यिनी 4 जना पनि टपर नै हो है, एकदमै अनेस्ट स्टुडेन्टहरू हो। अनि आराध्या चाहिँ बिग्रिन लाउनु भएको थियो, फेरि सुध्रिनु भएको छ आजकल पढाइमा है। आराध्या हजुरले नि हेर्नु भएको छ होला यो भिडियो। यो चाहिँ संस्कारी शाश्वत। अनि यिनी दुईटा चाहिँ गफाडी रोजिना। अनि यहाँ 2 जना पनि टपर नै हो, एकदमै मिल्ने साथी पनि हुनुहुन्छ। अनि यिनी दुईजना चाहिँ क्लासको एकदम छट्टुहरू। अनि यिनी 2 जना चाहिँ अल्छी नम्बर 1। अब 2 जना छन् 1 त कसरी हुनु र। 2 जना नै एकदमै अल्छी छन् र गफाडी छन् है। अनि यिनी 3 जना पनि गफाडी ग्याङ है। पूजा, दिया, निर्जला गफाडी छन्। मैले चाहिँ यिनीहरूलाई गफाडी भन्दै जिस्काइरहेको छु। अनि यिनी 3 जना पनि गफाडी नै हुन् है। यसलाई पढ्नभन्दा धेरै खाना र गफ गर्न मनपर्छ होइन प्रिन्सिका। अनि यहाँ चाहिँ जीविका एकदम अनेस्ट स्टुडेन्ट हो। यिनी दुईटी फेरि यता पनि आइहाल्नुभयो। अनि यता चाहिँ लजावती। अनि यहाँ पछाडि यिनी दुईटी चाहिँ क्लासको अनेस्ट र क्रिएटिभ स्टुडेन्टहरू हो। यहाँहरूको नै प्लान हो यो सब। अनि यो रोशनी चाहिँ हजुर सुध्रेको मा एकदमै खुसी छु भने अनि ऊ चाहिँ हाँसिरहेको छ। अनि रोज को पनि भिडियो लिएँ मैले। अनि सबैको पालो गर्दै भिडियो लिइदिएँ कि फेरि चित्त दुख्छ नि त, म्यामले मेरो गराउनु भएन भनेर। अनि सबैको लिएँ मैले यो चाहिँ। अनि यो क्लासको फोटो पनि खिचिदिनु न म्याम भन्नुभयो र मैले फोटो पनि क्लिक गरिदिएँ। कस्तो राम्रो आएको यो फोटो चाहिँ। अनि यता आफू पनि एउटा मात्र क्लिक गर्न पाएँ, बेल बजिहाल्यो। अनि यो चाहिँ सुजु र सलन स्टुडेन्ट जुनलाई चाहिँ मैले पढाउँदैन बट एउटै स्कुल चाहिँ हो, अर्को सेक्सन हुनाले चाहिँ। अनि हेर्नु न केक काटेको भिडियो त पछाडि पो परेछ। म चाहिँ एडिट गर्न चाहिँ खासै जान्दैन के, त्यही भएर। अनि फेरि यिनीहरूलाई पनि देखाएको भिडियो पछाडि परेछ। बिस्तारै बानी पर्दैछ मलाई ब्लगिङको पनि है। अनि मलाई पनि यो लगाइदिनु भएको थियो। फेरि उहाँहरूको फोटो नै आयो, अझै पनि फोटो आइरहेको छ है। यो एडिटिङ नमिलेर हो साथीहरू। नविसमान सिंह बिष्ट यिनी 2टा अल्छीहरू गफाडी ग्याङहरू। अनि यहाँहरू फेरि यो चाहिँ 7 ग्रेडको स्टुडेन्टहरू हो। मैले चाहिँ आज 3टै सेक्सनको नै बनाएँ, 7कै बनाएँ। यहाँहरू पनि एकदमै खुसी हुनुहुन्छ। अनि यो बिजुलीलाई हेर न, बिजुलीलाई अनि हाँसिराख्नु भएको छ। अनि यहाँहरू चाहिँ अब यहाँ कसको चाहिँ फेसै देखिन्छ, सरी ल। अनि यता पछाडि हुनुहुन्छ
हाँसिराख्नु भएको छ। आशिका नानी चाहिँ अब यता बोइजहरूको पालो आयो। बोइजहरू चाहिँ एकदमै सोझो छन् है, यो क्लासको एकदम सोझो संस्कारी बोइजहरू छन्। अनि अब यता 2 जना छन्। एउटा बाबु चाहिँ के गरिराख्नु भएको छ, अनि यहाँ चाहिँ पोज चलिरहेछ है अनु बाबुको चाहिँ। अनि यता यिनी 2टा चाहिँ संस्कारी भएर बसिराख्नु भएको छ। यिनीहरू सबै संस्कारी, हेर न यिनीहरूको फेस अहिले यस्तो देखिराख्नु भएको छ भने यहाँहरूको हल्ला गरेको सुन्नुपर्छ, अचम्मै पर्ने हुन्छ के। अनि यसरी चाहिँ मेरो यो चाहिँ अन्तिम क्लास थियो। यसरी चाहिँ मेरो अन्तिम दिन सकियो। ओके, बाई बाई।